कुनै बेलामा यिनै व्यक्ति थिए, यही अनुहार थियो जसलाई कि भारतका राजदूतबाट परिचालित पछाडि त मै हो प्रधान, तपाईँ हो मै हो प्रधानमन्त्री, मै हो प्रधानमन्त्री, मै हो प्रधानमन्त्री, मै हो प्रधानमन्त्री, मै हो प्रधानमन्त्री। को हो त प्रधानमन्त्री? ह्या त्यस्ता कुरा छोडिदिनु, यता सुन्नु, कुरा नगर्नु है। त्यत्रो जिन्जीको तपाईँको छ नि अन्त्येष्टि समूहमा तपाईँको नजाने मान्छे नै होइन रहेछन् त नि मान्छेहरू त होइन। त्यस्तो मान्छे प्रधानमन्त्री बन्ने कसले बनाउने? प्रधानमन्त्री नेपालीले बनाउने कि विदेशीले? नेपालीले चाहिँ अर्को साम्पाङलाई बनाउनु खोजेको छ। प्रधानमन्त्री अर्को साम्पाङ को हो त? तपाईँलाई सोध्छु, को हो? तपाईँले भन्नु त को हो? तपाईँले भन्नु त को हो? नेपालीलाई सोध्नु न, नेपाली जनतालाई सोध्नु। यिनले हर्क साम्पाङलाई पनि अब धरानमा बसेर बोल्ने होइन, नेपालको 77 जिल्लाभरि घुमेर र सबै नयाँ अनुहारहरू एक ठाउँमा आएर बल्ल पुरानालाई तह लगाउनुपर्छ, भ्रष्टाचारीहरूलाई तह लगाउनुपर्छ भन्ने यिनले एकदम ब्याक सपोर्ट दिइरहेका छन् भनेर चिनिन्थ्यो। र यिनलाई अरू पनि होइन कि यिनलाई गजडे ट्यापेहरू पनि भन्न भ्याइसकेका थिए। र यिनको जुन नागरिकता पनि नक्कली नेपालको नागरिकता होइन, यिनी इन्डिया दार्जिलिङबाट आएका व्यक्ति पनि भनेर एकदमै सनसनी खबर चाहिँ बाहिर आएको थियो। तर आज यही अनुहार तपाईँले देखिरहनु भएको छ, जसले नयाँ अनुहारहरू जुन अहिले आउने चुनावमा उठ्दैछन्, नयाँ पार्टीहरू र नयाँ अनुहारहरू आज यतिखेर फिल्डमा आउँदैछन्। उनीहरूलाई एकजुट बनाउनलाई एउटा राम्रो काम गरिरहेका छन् यिनले। तपाईँ के भन्न चाहनुहुन्छ? कहाँबाट हेर्दै हुनुहुन्छ? तल कमेन्टमा लेख्नुहोला। र कुन देशबाट हेर्दै हुनुहुन्छ? तल कमेन्टमा लेख्नुहोला। र आज मैले चाहिँ विशेष गरेर तपाईँको लागि र सबैजनाको लागि चाहिँ मैले यो एउटा भिडियो लिएर आएको छु। पहिला केही जेनजी आन्दोलन लगतै यिनलाई यो व्यक्ति नेपालको होइन, इन्डियाबाट परिचालित व्यक्ति हो, इन्डियाले खटाएको व्यक्ति हो, या बाहिरी देशबाट अन्य देशबाट डलर पचाउनको लागि नेपालमा भार मैलो गरिरहेको छ भन्ने व्यक्ति, आज यही व्यक्तिले नयाँ अनुहारहरूलाई चाहिँ एकदम एकजुट बनाउँदै हिँडेको छ। हिजोसम्म वार्ता नमिलेको जुन कुलमान घिसिङसँग, अर्थात् कुलमान घिसिङले राजसभा पार्टीमा म आउन चाहदिनँ, मलाई 50% चाहिन्छ भन्ने व्यक्ति आज 15 अर्थात् 15%मा चाहिँ एउटा भागबण्ड भएको छ। तर त्यो पनि क्लियर छैन। तर भोलि या केही दिन लगतै त्यो पनि खुसीको खबर सुन्न पाइन्छ कि। तर यी सबैलाई मिलाउने एक सच्चा मनका धनी सुदन गुरुङ, यिनको नाम सुदन गुरुङ। यिनले आज सबैजनालाई एकजुट मिल्नुपर्छ भनेका छन्। यिनले हर्क साम्पाङलाई पनि अब धरानमा बसेर बोल्ने होइन, नेपालको 77 जिल्लाभरि घुमेर र सबै नयाँ अनुहारहरू एक ठाउँमा आएर बल्ल पुरानालाई तह लगाउनुपर्छ, भ्रष्टाचारीहरूलाई तह लगाउनुपर्छ भन्ने यिनले एकदम ब्याक सपोर्ट दिइरहेका छन्। र यतिखेर भने नयाँ अनुहारका जुन प्रधानमन्त्री छन्, मन्त्री मण्डलहरू छन्, उनलाई पनि साथ दिँदै यस्तो होइन यस्तो गर्नुपर्छ भनेर यही फोटो जुन देखाइरहेको छु, तपाईँले चिन्न सक्नुहुन्छ, यो यही फेस हो। र यो फेसले आज नेपालको लागि निकै राम्रो, आफ्नो मातृभूमिको लागि चाहिँ निकै राम्रो काम गरिरहेको छ।